हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ विशेष गरेर चाहिँ हामी पाँचपोखरी यात्रा गर्न गइरहेका छौँ जुन चाहिँ सिन्धुपाल्चोकमा अवस्थित छ। यो चाहिँ मेरो दोस्रो टाइम हुँदैछ पाँचपोखरी यात्रा। अब अरू चाहिँ मेरो साथीहरू जाँदैछन्, सबिन, राजन, सृजन अनि म रबिन खत्री। मेरो युट्युब च्यानललाई लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। हामी चाहिँ आज काठमाडौँबाट चाहिँ यहाँबाट चाहिँ माथि नगरकोट हुँदै तल कुन्ता बेसी झरेर मेलम्ची निस्केर चाहिँ टिपेनी हुँदै छिम्टीसम्मको यात्रा चाहिँ हाम्रो बाइकमा हुन्छ। दुईवटा बाइक 220मा जाँदैछौँ हामी चारजना। अब त्यहाँबाट अगाडि हामी भिडियोहरू हाल्दै जान्छौँ, हेर्दै गर्नु होला। हामी चाहिँ ब्लुटुथ स्पिकर बिर्सेछौँ, त्यो कारणले गर्दाखेरि चाहिँ चिया गफ हान्दैछौँ। अब सल्लाहघारीमा बसेर पठाउ हान्दैछौँ। राजन सर बिचरा यार। पानी खाइहालेछ। कोही कोही यहाँ बाइक नउलेर यसरी हिँडिरहेछ नि। आरु खाइयो दनादन रूपमा। चोर्नी केटाहरू बाको घरमा आएर काँक्रो खानेकुरो भयो हाम्रो। म खरेल खरेल भट्ट कार्की पाण्डे गट्टी लै बा उयो दिन यही बा दर्याम दर्याङ हरियो काँक्रो कर्याम कर्याम। ओइ काट्दा यो उकालो चढ्नु पर्ने बाबा, नत्र त छोडेर गइदिइहाल्थ्यो। कहाँ नआउनु, पहिला म आइसकेँ नि। भैया सर्विसिंग कैया करते हो? सर्विसिंग करे के लिए आगे इधर पैसा सर्विसिंग होता है, मोबिल ही नहीं डालता है साला, पैसा सर्विसिंग होता है। मोबिल वाला सर्विसिंग चाहिए होइन। कुन ठाउँ हो? माने खर्क। माने खर्कमा आएर बाइक बनाइयो अनि अब चाहिँ हाम्रो ट्रेकिङ सुरु भयो देउरालीसम्म बाइकको यात्रा पछि। अब यहाँबाट चाहिँ हाम्रो टुप्पी डाँडासम्मको यात्रा हुन्छ। लगभग 3 घण्टाको यात्रा चाहिँ त्यहाँ पुगेर टुङ्गिने छ। आजको बास चाहिँ टुप्पी डाँडामा हुन्छ।
हेलो गाइज, अहिले चाहिँ हामी टुप्पी डाँडा जाने बाटोमा यात्रा गर्दैछौँ देउरालीबाट मास्तिर। बहुत बढ़िया मौसम छ रे दादा। एटलिस्ट 3 घण्टाको उकालो यात्रा पछि चाहिँ टुप्पी डाँडा आइपुग्यो। अब यहाँ आज चाहिँ तीर्थालुहरू भक्तजनहरू चाहिँ धेरै मात्रामा आउनु भएको रहेछ। अब यहाँ बस्ने सुविधा छ कि छैन, यदि रहेछ भने ठिकै छ, नत्र यहाँबाट माथि अझै ताउ खर्कतिर लाग्छौँ हामी चाहिँ। टुप्पी डाँडा, गुड मर्निङ फ्रम टुप्पी डाँडा। हामी टुप्पी डाँडाबाट अब 6 बज्न लाग्यो, 5 पोखरीको लागि निक्ल्यौँ। ततङ्कङ हिँड्यौँ। अब कतिखेर पुगिन्छ।
नर्सिङपट्टि। अब यहाँबाट चाहिँ 3.5 घन्टामा चाहिँ हामी 5 पोखरी पुग्न सक्छौँ। यो चेप छ एउटा 2टा ढुङ्गाको बिचको 5 पोखरीको यात्रामा। लौरी बिना आउनुभन्दा अलि वरा यहाँबाट एउटा घर भएको ठाउँमा पुग्नु पर्यो। लौरी बिना भने त्यहाँ लौरी बिना उकालो। हेलो हेलो अहिले चाहिँ हामी ठ्याक्कै लौरी बिनाको उकालो कटेर अगाडि बढ्ने क्रममा छौँ। यही बाटो हो जानुपर्ने। अब हामी चाहिँ ठ्याक्क त्यो बादल भएको ठाउँमा पुगेपछि अलिकति उकालो आएपछि चाहिँ 5 पोखरी आइपुग्छ। किलो ट्रेकिङ कस्तो भइरहेको? अचेत अवस्थामा छु। यस्तो छ अझै 2टा डाँडो हान्नु भयो। यस्तो डाँडोले मलाई हेर्नु, मैले डाँडोलाई हेर्नु। पानी परिरहेको छ। पानी दनन फेरि त्यही माथि टाउको दुखिन्छ। सकिएँ म मरेन। जाउँ ल। फाइनल्ली आइपुग्यो 5 पोखरी। यो चाहिँ बिहानको 5 पोखरी भ्यू पोइन्टबाट देखिएको सूर्योदयको दृश्य, साथै 5 पोखरी पनि एकदम राम्रोसित देखिएको छ।
यात्रा आजको हाम्रो चाहिँ पहिलो दिन थुप्पी डाँडाको बास भयो। दोस्रो दिन चाहिँ माथि नोसेम्पाटी हुँदै तबर्ख हुँदै नोसेम्पाटी हुँदै चाहिँ 5 पोखरी आएर बसियो हिजो। अनि आज चाहिँ बिहानै अब 3:30 बजीतिर उठेर हिँड्ने थियो। अनि एकछिन चाहिँ जाडोमा पठाङ्गेर बस्यौँ। अनि यतिको भ्यू हेर्न पायौँ 5 पोखरीको। चारैतिर हिमाल पनि मजाले खुलेको छ। ल केटाहरू हामीलाई लाइनै चाहिँदैन, हामी लाइन क्रिएटर हो। पोखरीको दर्शन गरियो, भयङ्कर दर्शन गरियो। जिन्दगीमा पहिलोचोटि गरियो, व्यापक गरियो। मैले दोस्रोचोटि गरेँ। यस्तो सक्दैन, सम्भवै छैन नि, सक्यो। अब भनेको अब कहिले हो ठेगान छैन होइन। अहिलेको लागि चाहिँ बिदाइ हो। बिदाइ हो। सरी। 7:30 हुन आँट्यो। अब हाम्रो फर्किने यात्रा सुरु भयो। छिटो आऊ, छिटो, 7:30 भइसक्यो अल्छी। यो चाहिँ लौरी बिनाको उकालो हो।